सबैजनाले नमस्ते। मेरो नाम रश्मि कठायत, म कक्षा 2 मा पढ्छु। आज हामी चाहिँ पानीपुरी खाइरहेछौँ। यहाँ दाइ हुनुहुन्छ, उता दिदी, उता बज्जू, यहाँ त फुपू। फुपू बोल्नु कस्तो छ? यो चाहिँ पार्ट 3 हो है। बज्जू दाइ बोल्नु। सबैजनाले हेरेर लाइक कमेन्ट गर्नु होला। हामीहरूले खाएको पानीपुरी पार्ट 3। धन्यवाद। अब दिदीले बोल्नु। दिदी आज हामी पानीपुरी खाइरहेछौँ। उता देख्नु, यहाँ सबैजना बसेका छन्, म पनि छु। यो चाहिँ पार्ट 3 हो। पार्ट 1 र पार्ट 2 हालिसकेका छौँ। युट्युब च्यानलमा गएर लाइक कमेन्ट गरिदिनु होला। आज अलिअलि पानीपुरी भएछ हजुर, के गर्ने, खाउँ पनि अरू केही छैन। आज यही खाउँ भनेर यही खाएर सबैजनाले हेरिदिनु होला। लाइक कमेन्ट अरू के भन्नु अन्त, सब्स्क्राइब सबै सेयर कि च्याकमटियर शेयर। अब फुपू भन्नु फेरि। ए खुसी लागेछ हजुरलाई दाइ? हामीलाई पनि त पार्ट 4 आउँछ अब पछिल्लो भागमा हैन। अब बिस्तारै बिस्तारै पार्ट 4 पनि आउँछ। हेरेर सबैजनाले साथ दिनु होला। युट्युब च्यानलमा गएर लाइक कमेन्ट गरिदिनु होला। युट्युब च्यानलमा गएर फुपू खाएर कस्तो लाग्छ भन्नु। खानुहोस् कस्तो लाग्छ। सुरुमै खाँदै पशुपति आय 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 पशुपति जुन खाना यस्तो सिकाउनु राइट बनाउने त देख्नुहोस्, उता दिदी मजाले टल्ला पारेर बस्नु भएको छ। फुपू खानुभयो गुवामा कमै कमै राम्रो छ अरे। अब दाइ भन्नु कस्तो छ दिदी? अभिषेक बुढाई बुइनी हेरले हेर्दै त्यो पर आँखा फर्कै गर्ने खाने यार घाँटी लालै मरली बिस्तारै खा। हेर त्यही नाना न थोला डेबो अब त पानीपुरी अग्ले अग्ले चैन न आँखा धान हेरले खा बसे पानीपुरी
हेर नि नरिँदै छेरी आँखा हेर त्यो भाइर फुत्किएर मिलेर फैलो गरिदिन्छ हेर त्यो खाना कहिले खान पाइनु हुने चाहिँ हेर त्यो रोशमी बुढा फुपूको युट्युब च्यानलमा गएर लाइक कमेन्ट गरिदिनु होला। म त पानीपुरी तयारी खान त्यहाँ पानीपुरी यहाँ पानीपुरी खाना पनि खाया छिन पोहोर एक दिन छोरी आएर छोरीले कुनै अहिले आएर टटीको भुगलिया गएर लिएर टटीले बुनाएर चियाको होला खुसिया यही रहेछ पानीपुरी आलु पकाउने मार बिहार हाल्ने आलु टिट्याउने गरी बिहार हाल्ने अनि पानी हाल्ने अरे क्या कुनेर हालेर पानी हाल्ने त्यही पानीमा डुब्दै खाने अरे अनि के त अनि पानीपुरी अरे हेर त यो पानीपुरी अरे के दछ यो पानीपुरी अरे पानीपुरी अनि यति कान पार्नु पर्यो अनि आलु हाल्नु पर्यो अनि त खाने अरे के दछ काम यही थिएछ खाना पाए त नब्बे 4 पैसा उठ्ना खाना नपाएपछि त के त यति नाम ठुलो गर्दा त्यही बेर अहिले बुनै राखेँ टटीको आनन्द पानी पनि बुने अचार बुने अभिषेक बुढा आएर नि अभिषेक बुढाले आचार बुनाएर नि प्यालाई यस्तरी नै आचार बुनाएछ अभिषेक बुढाले सिपल भाइ बुझाउन पनि एकैचोटि गरिदिन्छ रैँचै बाँडिकन अनि हाललाई गम पार्दै गर्ने हाललाई गम पार्दै गर्ने के त कोही मान्छे आफूले गर्ने बुढा म बुनाउने छु अझ के अब थप्पै रहेछ मेरो हाल्नु अब कुनै सकिएन एकन आलु पुग्ने हेर नि तै रोइगयो के नि तै खानु पर्यो त अब यसै राख्नु पर्यो र अब गम पार्नु पर्यो अब यो कसले आलु नरे म होइन काय हुने पानी मिठो नै त खल्लोको खल्लो छ के पानी गऱ्यो त भाइ नभएपछि नाफा गर्नु